आजको भिडियोमा तपाईहरुलाई धेरै धेरै स्वागत छ। आजको भिडियोमा चाहिँ हामीहरू कहाँ भन्दा फुङफुङे झरना जान्छौँ। हाम्रो गाडी बिग्रेर एउटा मात्रै गाडी छ, अनि चाहिँ हाम्रो सिर्जनालाई लिन जाँदै हुनुहुन्छ। अनि हाम्रो कुसुन्डे मामा अगाडि, म पछाडि फुङफुङे जाने भनेको। अनि हामी हिँडेर जाँदैछौँ बिस्तारै, अहिले आउँछ होला र। यहाँनिर ल्याएको कि स्टार्टै भएन। अब हामी चाहिँ हिँडेर जाँदैछौँ है, गोलीहरू जाँदैछ। हिलो हिलो छ। अनि कुसुन्डे र हामी यता पर्छौँ। कुसुन्डे भन्दा नि हाम्रो मामा श्री पर्नुहुन्छ होइन। त्यस्तो भन्नुपर्छ। अब फुङफुङे झरना जाँदाखेरि झरना होइन, झरना एकदम लामो झरना छ। अनि झरना चाहिँ एकदम दामी छ भनेर कसरी भन्नु, हामीलाई त दामी लाग्दैन, त्यो कहिले कहिले आउने मान्छेहरूलाई चाहिँ राम्रो लाग्छ। अहिले साथीहरू हामीहरू चाहिँ अहिले फुङफुङे पुग्नु आँटेको। फुङफुङे चाहिँ अब हेर्दा चाहिँ हुनु आँटेको छ, तर हामीले जानुपर्छ किनभने त्यो टाढा छ होइन। बाइक बिग्रेर हामी पनि बाइकमै आउनु, तर बाइक बिग्रेको कारणले गर्दाखेरि चाहिँ अलिकति हिँडेर आउनुपर्ने समस्या भयो होइन। सुन्दै हामी मामा अगाडि जाँदैछ, अनि म पछाडि, अनि हाम्रो दिदी चाहिँ अगाडि हुनुहुन्छ। तल घुम्नुभन्दा नि मेला चाहिँ घुमाउनु लागेको छु। औ ठेक हमदाङबा कुसुन्डियाले सेसुरो याक तुङबा पामा केले बालेर कुसिङ मिनितु कुसुन्डियाले सेसुरो। त्यो भनेको चाहिँ होइन, जस्ट लिम्बूबाट हो। अनि अलिकति बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको भेट। हामी यता एकदम गर्मी भइरहेछ होइन, एकदम गर्मी भइरहेछ। अनि हाम्रोतिर चाहिँ के भन्दाखेरि यो पहाडहरू हुन्छ, यस्तो ठुल्ठुलो पहाड होइन। अनि झरना यहीँ माथि हो, अनि उपर पनि छ झर्नै झर्ना होइन। यहाँतिर यो माथि चाहिँ के हो, टाप्लेजुङ भन्छ होइन। कुसुन्डे हिँड्दैछ अगाडि, लम्टुमा म पछाडिबाट हिँड्दैछु। अब हामी चाहिँ मास्लो बाटो जान्छौँ। अनि के यहाँ फुङफुङे आउँदाखेरि चाहिँ के यहाँ फरक देखियो भन्दा चाहिँ होइन, पहिला चाहिँ फुङफुङेको बाटो यस्तो थिएन होइन, देख्न सक्नुहुन्छ। यस्तो दामी छ यो हिँडेर जाने बाटो पनि होइन। पहिला चाहिँ यस्तो थिएन, जस्ट पर तल सोलिङ ओछ्याएको थियो, अनि त्यो बाटो हिँड्नु पर्थ्यो। अनि अहिले चाहिँ राम्रो बनाएको रहेछ, यस्तो दामी छ, सिँढी हिँड्दै जानुपर्छ होइन। अनि हामी चाहिँ माथिल्लो बाटो आएको, अनि अनिलहरू चाहिँ तल्लो बाटो आएको छ। तल्लो बाटो अब उकालो चढ्नुपर्छ, हामी सिधै झरनामा पुग्छौँ। अनि अहिले त्यसपछि भिडियो सिडियो बनाउँछौँ, यस्तै बाटो होइन, त्यस्तै भन्नुपर्छ साथीहरू। चाहिँ हामीहरू फुङफुङे पुग्नै आँटिसकेको छौँ होइन। अबको त्यही 2 मिनटमा चाहिँ ठ्याक्कै पुग्नै आँटेको छ। जस्ट अलिअलि देखि पनि रहेछ यहाँबाट होइन, अलिक छिटो हिँड्यो भने 2 मिनट। अनि यस्तो राम्रो बाटो छ, यस्तो बाटो हिँड्नुपर्छ साथीहरू होइन। अनि म चाहिँ अब अनिलहरू चाहिँ यताबाट आउँछ, पुगेपछि भिडियो सिडियो बनाउँछौँ होइन साथीहरू। त्यस्तै भन्नुपर्छ होइन साथीहरू। तिम्रो माया उनन सहे भए मेरो माया सहे, तिम्रो माया जुन तारा भए मेरो माया नक्षत्र है साथीहरू। हामीहरू फुङफुङे झरनालाई एकदम सँगले क्लियरसँग देख्न सक्ने ठाउँमा आइसकेको छौँ, देख्न सक्नुहुन्छ। अब यस्तो पारो चट्टसँगले हेर्नुहोस् होइन, यति लामो छ झरना होइन, कस्तो आवाज आएर चाहिँ कराएको पनि होइन। अनि हामीहरू कहाँबाट जान्छौँ, यहाँनिर देख्न सक्नुहुन्छ।
अनिलहरू अघि सकेको थियो। अहिले चाहिँ उयो रुखले अलिकति सेकिरहेको छ, त्यही भएर अलिकति राम्रो देखिएको छैन होइन। अब अलिक पर गएर क्लियर देखाउने हो। ओ माई गड, यस्तो पनि हुन्छ, यस्तो दामी हेर्नु सक्नुहुन्छ होइन। अब त्यो फोनमा भन्दा नि रियलमा चाहिँ राम्रो थियो। कुङकुङे झर्नामा आइसकेको छौँ होइन। कुङकुङे झर्ना चाहिँ माथि चाहिँ यसको फोटेजहरूमा अहिले ब्याकग्राउन्ड साउन्ड हालेर दामी बनाएर हामी युट्युबमा अपलोड गर्छौँ होइन। अनि अनिलहरूलाई पर्खेको उनीहरू नै आएन यार। अनि यहाँनिर कुसुन्डे यहाँ तल, म यहाँ माथि। कुङकुङे झर्ना देख्न सक्नुहुन्छ साथीहरू, यहाँ माथि छ। म यता छु कुङकुङे झर्ना यहाँ माथि होइन। अहिले चाहिँ हाम्रो टोलीहरू आइपुगेको छन् यहाँनिर बल्ल तल्ल गरेर। अनि कोक पनि ल्याएको छन्, कोक पनि खानुपर्ने छ। बिस्कुट पनि ल्याएको जस्तो लाग्यो। हामी चाहिँ अघि माथिबाट पनि आएको तर पनि है दुथुङ्गामा छ। यो हामीले खानुपर्ने हुन्छ। अहिले चाहिँ हामीहरू के भन्दाखेरि कुङकुङे जाँदैछौँ उकालो फेरि पनि। अनि हाम्रो साथमा हुनुहुन्छ माया। ओ भान्जो केटा अनि हामी अब उकालो लाग्छौँ हाम्रो कुसुन्डे। अहिले चाहिँ हामीहरू माथि जाँदैछौँ कुङकुङे। अनि के भएको कुङकुङे चाहिँ यता माथि छ। अनि म चाहिँ भ्लग बनाउँदैछु। अनि चाहिँ यसरी भान्जालाई बोकेर हिँड्दैछ। अनि कुङकुङे झर्ना यहीँ माथि छ। मेरो क्यामेरा कस्तो नराम्रो रहेछ होइन। कुनै दिन एक दिन राम्रो क्यामेरासँग ड्रोन सट खिच्नु पाए त एकदम दामी हुन्थ्यो। तर ठिकै छ। अहिले चाहिँ हामीहरू कुङकुङे पुगिसक्यौँ फेरि पनि। अनिल र कुसुन्डे अगाडि जाँदैछ। म